Good morning, guys. Welcome to my new vlog. तपाईँलाई फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा। र यस्तो हेर्नुहोस् कि टक्क आज चाहिँ मल हालेको यो सुन्तलाको बिरुवामा। र म तपाईँहरूलाई ग्राफ देखाउँछु। हेर्नुहोस् यस्तो हुन्छ सुन्तला ग्राफ गरेको चाहिँ। यो चाहिँ चाइनिज सुन्तलामा चाहिँ मैले इन्डियाको सुन्तला लगाएको। यहाँ छ यसको जोइन्ट चाहिँ। यो उँधो चाहिँ चाइनिज सुन्तला, यसको पनि यहाँनिर छ जोइन्ट। यो उँभो चाहिँ सुन्तला हो, ठुलो भएको छ। बिरुवा चाहिँ यता थुप्रो लगाएको थिएँ कि चाइनिज सुन्तलाको, त्यहाँबाट चाहिँ यसलाई चाहिँ नजिकमा ग्राफ्स गरेर सार्नु पर्यो भनेको समयको अभाव भएर सार्नु सकिनँ। र आज चाहिँ यति नजिकमै भयो सुन्तलाई, 8 इन्चीमै नै। यो भिडियो कम्प्लिट गर्नु पाएन, मेरो फोन आयो, फेरि देखाउने छु नेक्स्टमा। अघि म कहाँ पो थिएँ, यहीँनिर थिएँ। अन्त यहाँ चाहिँ मैले बिरुवा रोपेको थिएँ। बिरुवा रोप्दाखेरि चाहिँ यतिमै बिरुवा रोपेकोमै नि चाहिँ ग्राफ गरिदिँदाखेरि चाहिँ यतिको नजिक भयो। 8 इन्ची 6 इन्ची 7 इन्चीमै नै ग्राफ गरेर सार्नु पर्यो भन्दै टाइम नपाएर चाहिँ सट्टै यहाँबाट चाहिँ कमलाको फेद, चाइनिज सुन्तलाको फेद चाहिँ यो हो। यहाँबाट चाहिँ अब सक्सेस भएर गयो सुन्तला, ठुलो भएर त अब यो सार्नु त असम्भव भइगयो। यो पोसिबलै भएन सार्नु चाहिँ, यत्रो भइरहेको हो। यसलाई अब यहीँनिर राख्नु कि के गर्नु यस्तो हुन्छ। बारीको कामहरू यस्तो अर्चटको काम गर्दाखेरि अलिक साह्रै पर्छ। र कोलाई यो थाहा छ कमेन्ट गरेर बताउनुहोस्। यो भित्र चाहिँ एउटा किरा छ, यसको वेट पनि छ होला नि चाहिँ निकै 50 ग्राम जस्तो छ। गरौँ चाहिँ यो भित्र किरा छ, यसले चाहिँ बिचरा तातोमा बसेको, यसलाई यतै पुरी राखिदिनुपर्छ, मार्नु हुँदैन। यो पनि सृष्टि हो, परमेश्वरको सृष्टि हो। र अब यसलाई चाहिँ चरी अमिलो भन्छ। यस्तो यसले चाहिँ बारी नै ढाकिदिन्छ, गार्डन डल्लै खतम पारिदिन्छ। यसले चाहिँ अमिलो हुन्छ पुरा। र यसको पनि एउटा दबाईमा एकदम काम लाग्छ दाँतको लागि। यो चाहिँ के काम लाग्छ भन्दाखेरि तपाईँहरूले कसैको पनि अमिलो चिज खाएर दाँत कुड्यो भने चाहिँ यसको पत्ता चाहिँ धोएर चट्टै चबाउनुहोस् कि जस्तो दाँत कुडेको छ त्यस्तै जाती हुन्छ। यसलाई इन्स्टेन्ट जाती भइहाल्छ। यो याद राख्नुहोस्, यो एउटा दबाई मेडिसिनमा काम गर्छ। यो दाँत कुडेको बेला चाहिँ चपाउनुपर्छ। यसको यति चुट्टाएर चाहिँ यति खानुभयो भने दाँत कुडेको चट्टै एकैछिनमा। ओके गाइस, मन पऱ्यो भने लाइक सब्सक्राइब गर्नुहोस्, कमेन्ट गरिदिनुहोस्। फेरि पनि लिएर आउँछु अर्को न्यू भ्लगहरू। त्यतिको लागि जय हिन्द, जय भारत।